हेलो गाइस, आज चाहिँ हामी खाना मुकबाङ भन्छौँ मुकबाङ गर्दैछौँ। अनि यहाँ चाहिँ बोडीको तरकारी, मुलाको अचार, अनि त्यसपछिबाट यो के भन्छ, यो आलुको अचार, आलु र काँक्राको अचार, अनि च्याप्ट लाएर होइन आज चाहिँ हामी खाना खाँदैछौँ। कति अरूले मात्रै खाएको देखाउनु होइन, यस्तो गरेर खायौँ ल साथीहरू। के गर्नु, बाँच्नै पर्यो होइन। आज मलाई कस्तो यो ला हो र आम्मा नुन कति धेरै लगाएको त हौ मैले। कस्तो कुखुराको मासु जस्तै झोल भएको यस्तो क्या खायौँ ल साथीहरू, मिठो मानेर के गर्नु होइन। अलिक राम्री भएर खाउँ न खाना पनि नि। ठिक छ, धेरै टक्क खाउँ होइन होइन। के को अनि तिमीलाई योमा के फरक पर्छ? एउटै त हो, अझै यो राम्रो। यो चाहिँ मुलाको अचार अस्ति मैले राखेको थिएँ बट्टामा, आफ्नै हातले बनाएको। फेरि पनि बनाएको छु मुलाको अचार। खाना खानु लाग्छ ढिलो भयो क्या आज। एक बजीसम्म कति बजीदेखि क्लास हो? यो तरकारीमा चाहिँ मुलाको टाउको पनि राखेको थिएँ। मुलाको टाउको यस्तो मिठो हुन्छ नि, हेल्दी पनि हो। हामी कस्तो छिटो खाना खान्छौँ है, एकदम नचबाइ खाइदिन्छौँ क्या। तर यो त भटमास भनेर त बुढी पो रहेछ है। के खालको बुढी हो? लाग्दैन मेरो टाउको दुरिरहेको त। तपाईँले यस्तो मात्रै कुरा आउँछ? मैले पोस्ट गरिदिन्छु नि।
कहाँ एकटा पुगेन भने तिमी जान्छौ म जान्छु किन नजानु सावित्री हेऱ्यो सावित्री के को सावित्री नाटकीय फिल्म ए आज उठ फिल्म उठ नि एकदम पनि बोलाएको थिएँ केटाहरू त्यो तयारी कसले तपाईँले पनि भन्नु पर्दैन जाने हो त लिम्बी नाटक नाटक हो कहाँ हो मण्डलामा होइन मण्डलामा त नाटक हो घोडा के अधिकारीको उसको नाम त त्यसको साथी कस्तो दामीले चाहिँ सर्नु गयो म 13 मिनट है मैले सर्नु गयो त यार सावित्री त्यो मलाई 10 मिनटको 13 मिनटको ए आज बुधबार आज बिहिबार हो आज अन्जिला मुभी हेर्नु जाउँ न बिग मार्टमा के अरे बिग मुभिजमा जाउँ न कस्तो मिठो हुन्छ किन किन हौ मैले पकाएको आफैले मन पर्छ हौ मान्छे चाहिँ खासै राम्रो छैन होइन खाने कुरा त्यस्तो मिठो पकाउँछ त्यो नलाउनु न यहाँ कपिराइट लाउँछ त अहिले नबजाउनु न टिभीमा हेरौँ अफ 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 त्यस्तो लाउनु भने त मेरो युट्युबमा कपिराइट लाउँछ क्या बन्द गर्नु साथीहरू आज हामी अन्जिला मुभी हेर्न जाँदैछौँ मेरो आउटफिट पनि हेर्नु होला है ल तपाईँ यस्तो नलाउनु न बन्द गर्नु न यहाँ कपिराइट लाउँछ क्या गर्नु न यहाँ मेरो पार्टी गर्नु न बरु यहाँ मैले खाना कस्तो बनाउँछु भनेर के मिठो बनाउँछु पहिला भन्नु न के को अचार पनि भन्दिनँ अनि 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 खाना कस्तो बनाउँछु तरकारी आई ठुलोसोले भन्नु न आई ठुलोसोले बोल्नु न अनि के मिठो बनाउँछु त पनि भन्दैन अन्जिलाको सो हेर्नु न अन्जिलाको सो हेर्नु न
न 2 बजे उठाउँदैन अन्जिला क्या कुन त सिरियल नहोला बन्द गरेछ 12 भयो 1 घण्टा पुग्दैन है टेका जानु नि के भन्दा हो भुल जाऊ त कहाँ त्यहाँ गरे नि कहाँ नाटक त पास गरेर त जुन हिँड्नु न बरु मुभी हेरौँ न त्यो नाटक हेर्नुभन्दा क्या होइन नाटक पनि हेर्नुपर्छ तर आज फ्री सो छ नि त त्यसको फिल्म त त्यहाँ पनि टुर भइरहेको छ फिल्म एभरेस्टको कसको निर्देशकमा फिल्म हुन्छ त सबै नाटक छ होइन त्यसको दुईजना केटाले अफर आयो या 85 रिसिभ गरेछ टिकट काट्नु न सुधर पुग्नु त तपाईँ यहाँ फ्री भयो यो भुल पैसा तिरेर जानुपर्छ म तपाईँलाई सेड्युल देखाइदिन्छु त्यहाँ मण्डलाको भोलि पनि छ 19 बजेसम्म फ्री नाटक चाहिँ फेरि होइन होला अहिले हेर्नु न त्यो मिठो भयो नि गाइड्सहरू आजको मकबाङ चाहिँ खासमा चाहिँ मकबाङ हो नि मुकबाङ भन्दैन मान्छे हैन मकबाङ आजको मकबाङ चाहिँ यस्तै रह्यो साथीहरू है मकबाङ पनि होइन यो खाना भनौँ न कस्तो लाग्यो हजुरहरूलाई यसो हेरेर प्रतिक्रिया दिनु होला आज हामी फिल्म हेर्नु जाने कि नाटक हेर्नु जाने दुईटामा कन्फर्म गर्ने बाँकी छ अनि मलाई कस्तो देखिरहेको होला है फिडिङ गर्नु बाँकी छ सुन्नु न मलाई गुवासा किनिदिनु न गुवासा किनिदिनु यो यस्तो पार्ने होइन नि यस्तो पार्ने क्या त्यो खै गुवासाले यस्तो गरेर के राम्रो भयो के गर्नु साथीहरू यस्तै हो हामीसँग पैसा नभएपछि अब युट्युबबाट पैसा ब्याङ्क डलर झार्छु न त्यसपछिबाट त पैसा आजको कन्थन यस्तै हो अब भाँडा के गर्नु खाएपछि भाँडा भस्काउनै पर्छ यो चाहिँ मैले न्यु रोडमा किनेको है साथीहरू होइन राम्रो केटीवाला यो चाहिँ एप्रोन हो अनि